धन्यवाद गर्छु जगतका महान मालिक तिनै लोकका सृष्टिकर्ता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा सबैजनाले शिरभन्दा माथि लगेर परमेश्वर पिताको लागि जोरदार तालीले सम्मान गर्नुहोला। परमात्मालाई धन्यवाद। येशू मसीहको नाउँमा परमेश्वरको योजना शनिबारको बसाइमा छौँ। परमेश्वरले उहाँको महिमाको लागि चुन्नुभएको छ। परमेश्वरलाई धन्यवाद। त्यसै गरी विभिन्न स्थानबाट उपस्थित रहनुभएका सम्पूर्ण लिडरजनहरूमा त्यसै गरी विभिन्न स्थानबाट उपस्थित रहनुभएका यहाँहरू सबैलाई एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु पिता। येशू मसीहको नाउँमा परमेश्वरको महिमा हरेकको जीवनमा पिताले काम गर्नुभएको छ। परमेश्वरले आफ्नो महिमा देखाउनु भएको छ। आफ्नो चमत्कारिक कार्यहरू प्रकट गर्नुभएको छ। विश्वास गर्नेहरूमा यस्ता चिन्हहरू हुन्छ, यस्तो चमत्कार हुन्छ, यस्तो आशिष हुन्छ, यस्तो धैर्यता हुन्छ, यस्तो नम्रता हुन्छ, यस्तो सामर्थ्य हुन्छ। कोसँग भन्दा विश्वास गर्नेहरूसँग। विश्वास गर्नेहरूसँग यस्ता गुणहरू हुन्छ। ईश्वरलाई विश्वास गर्नेहरूसँग यस्तो महिमाहरू हुन्छ, यस्तो सामर्थ्य गुणहरू प्रकट भएको हुन्छ, देखिन्छ। किनकि परमेश्वर जगतको मालिक हुनुहुन्छ। परमेश्वर न कुनै धर्मको, न कुनै जातको, न कुनै वर्गको। परमेश्वर सबको परमेश्वर। पिता कसको? हामी सबको पिता, जो हामीसँग हुनुहुन्छ, जसले हामीभित्र अटल सामर्थ्य भरिरहनु भएको छ, अटल शक्ति भरिरहनु भएको छ, अटल महिमा दिइरहनु भएको छ। परमेश्वरले त्यसकारण भन्नुभएको छ विश्वास गर्नेहरूसँग यस्ता चिन्ह हुन्छ, यस्तो प्रमाण हुन्छ, यस्ता गुण हुन्छ, यस्तो आशिष हुन्छ। जसरी नुन नुनिलो हुन्छ